बोट केमा घन्टीमा बोट केमा घन्टीमा घन्टी कसको साइकलको साइकलको होइन के जेन्जीको भन न फेरि है त घन्टी कसको जेन्जीको घन्टी कसको जेन्जीको जेन्जी अब बोल्छ झोलेहरूको चाक पोल्छ जेन्जी अब बोल्छ झोलेहरूको चाक पोल्छ जेन्जी पुस्ता जिन्दाबाद झोलेहरूको निक्लियो पात जेन्जी पुस्ता जिन्दाबाद झोलेहरूको निक्लियो पात वेल डन गाइज वेल डन अब बाटोमा पनि यसरी नै नारा लाउनु पर्छ है चुनावसम्म के भन्छ यो बाटोमा यसरी नारा लायो भने त पागल भन्छ हामीलाई सबले भन्नुहोस् न त यदि देश विकास हुन्छ भने म आफूलाई पागल घोषित गर्न पनि तयार छु किन घोषित गर्नु पर्यो त पागल हो भनेर सबलाई थाहा छ त मजाक नगर है यो मजाक गर्ने समय होइन देश बनाउने समय हो तँलाई देशको नक्सा बनाउन त आउँदैन देश कसरी बनाउँछस् म एक्लैले बनाउने होइन नि त हामी सबै मिलेर बनाउने हो देश बन्नलाई सबै नागरिकको योगदान चाहिन्छ बात त सही है ए हो ल मेरो तर्फबाट चाहिँ 2 बोरा सिमेन्ट है यो भन्दा धेरै योगदान गर्न सक्दिन म तेरो सिमेन्ट तैसँग राख 2 बोरा सिमेन्टले देश बन्छ देश नबने पनि देशवासीको लागि एउटा टोयलेट त बन्छ नि त अनि एउटा टोयलेटमा सबै देशवासी अट्छ त कस्तो कुरा गरेको तिमीले अटेन भने पछाडिबाट लात्ती हान्दै ठेल्नु पर्छ नि त मैच्याङ ओइ धेरै बकवास नगर त तँलाई देशको चिन्ता छैन छ नि देशको होइन मलाई त विदेशको पनि माया छ त्यसैले अर्को महिना विदेश जाँदैछु म विदेश जाँदैछस् रे अनि खोइ त